सबैजनाले नमस्कार भन्न चाहन्छु। जति पनि मेरो दाइ भाइहरू, साथीहरू, इष्टमित्रहरू, हेलो। ओके, वेलकम सबैलाई मेरो नयाँ ब्लगमा सबैलाई वेलकम छ गाइस। सबैलाई नमस्कार भन्न चाहन्छु। यति बेला हेर्न सक्नुहुन्छ म यहाँ मेरो मालिकको घरमा आएको हेर्न सक्नुहुन्छ। म आज तपाईहरुले सबै देखाउने छु। यता हेर्नुस् गाइस, कति दामी लोकेसन छ। हेर्नुस् खेतहरु, यता चाहिँ हाम्रो जिम रुम हेर्नुस्, यो चाहिँ जिम हो। अनि यता हाम्रो स्विमिङ पुल हेर्न सक्नुहुन्छ गाइस, एकदमै दामी छ हैन। उता हेर्नुस् सनी देओल अनि हिरोइनको फोटो हेर्नुस्, एकदम दामी लोकेसन छ। अनि आज चाहिँ एकदमै गर्मी ल हेर्न सक्नुहुन्छ गाइस। म चाहिँ आज तपाईहरुलाई जिम देखाउने छु हैन। यहाँको हाम्रो मालिकको जिम, मालिकले जिम गर्नुहुन्छ हैन। ल गाइस सुरु गरौँ है त। यो चाहिँ हाम्रो मालिकको जिम हैन, हेर्न सक्नुहुन्छ एकदमै दामी छ। हेर्नुस् गाइस, यहाँ चाहिँ मेरो साथी हुनुहुन्छ, खास यहाँले काम गर्नुहुन्छ। हेर्नुस् जिम गरिरहेको उहाँले। म चाहिँ तपाईहरुले थाहै छ भ्लगर मान्छे, भ्लगर बनाउन लागेको। ल हेर्न सक्नुहुन्छ एकदमै दामी छ जिम, मालिकले बनाएको। हेर्न सक्नुहुन्छ यता चाहिँ मेरो साथी। हेर्नुस् गाइस, ल हामी चाहिँ अब जान लागेको जिम बन्द गरेर। हेर्न सक्नुहुन्छ एकदमै। ल हेर्नुस्, यहाँ चाहिँ मेरो साथीले ताला लगाएको। अब जिम बन्द गरेर हिँड्ने बेला भयो। जिम चाहिँ मेरो गाइस। हजुरको नाम चाहिँ भनिदिनु पर्यो यसो। मेरो नाम विशाल हो। नवस्ती सरवाल पेन्डा गाउँको नाम। पर नेपाली हो म पनि। यो पनि नेपाली हो। हामी तपाईहरु थाहै छ अब हामी को भनेर चिन्नु भएको छ होला। कसैले चिन्नु भएको छैन भने हामी चाहिँ, मेरो नाम चाहिँ देवन हो, मेरो गाउँ नेपाल। गाइस साथीहरू जिम सिम यता ल, जसले सबैजनाले नमस्कार भन्न चाहन्छु। जति पनि मेरो दाइ भाइहरू, साथीहरू, इष्टमित्रहरू हुनुहुन्छ भने हजुरहरूले जिम लानु सक्नुहुन्छ भने यसो मसँग फोन नम्बरमा मेसेन्जरमा कन्ट्याक्ट गर्नु होला। किनकि मैले जिम खोलिसकेको छु आजभन्दा 1 साल भयो। सबैले यसो मिलेर सहयोग गरिदिनु होला, जिम सिममा लगाइदिनु होला। अब हामी तल जान लागेको। हेर्नुस् एकदमै रमाइलो छ ठाउँ। ल है साथीहरू, लाइक फलो गर्न चाहिँ नबिर्सिनु होला। ल यो यहाँको मालिक, म चाहिँ यसको सेवादार। हेर्नुस् यता चाहिँ गाडीहरू, यता पनि ल हेर्नुस् गाइस, यो कुकुरले कस्तो नचिनेको हेर्नुस् त। ल है गाइस, ल है ल हेर्नुस् लोकेसन एकदम दामी छ। गेट हेर्नुस्, यता चाहिँ रुम रहेको छ।